everyone, welcome back to my Umesh vlog. Welcome to तपाईहरुलाई मेरो YouTube च्यानलमा। आज चाहिँ फेरि पनि आइसकेको छु न्यू डे न्यू भ्लगको स्टार्टमा तपाईहरुलाई अर्को भिडियो लिएर हैन आफ्टर लङ टाइम। अनि गाइस अब म चाहिँ यहाँनेरि हैन हाम्रो ड्रागन फ्रुट फलेको छ देखाउँदै छु है। ड्रागन फ्रुट फलिरहेको छ। अस्ति पनि फलेको थियो तर मैले भिडियो अपलोड गरिन। आज चाहिँ यो ड्रागन फ्रुट टिप्ने बेला भएको छ हैन गाइस। यसको चाहिँ तपाईहरु यस्तो पुच्छर निकाल्दिनु हुन्छ होला, म चाहिँ निकाल्दिन कि गाइस, अनि त्यही भएर सानो फलेको होला जस्तो छ। कस्तो छ ड्रागन फ्रुट हैन, यस्तो भएको छ। अनि यहाँनेर चाहिँ फल छ हैन गाइस, यत्रो फलेको छ हैन। यहाँबाट यो बोर्डबाट चाहिँ हेर्दा यस्तो छैन गाइस यो बोर्ड, तर हामीले यो बोर्डबाट 7-8 वटा खाइसक्यौँ होला। पालै पिलो फल्छ। अस्ति कुहिएर झरेछ हैन गाइस, कुहिएर झरेछ हैन। अनि मैले यहाँ फेरि बिरुवाहरू पनि फेरि स्टक गरिसकेको छु। यहीँको बिरुवा काटेर रोपेको छु हैन। अनि यहाँ चाहिँ हाम्रो ग्वाली भताङ भुतुङ भएको छ। यो चाहिँ ड्रागन फ्रुट टिपे। यो ड्रागन फ्रुट चाहिँ अब भरे खाने हैन गाइस। सुँगुर यहाँ के भन्दैछ हाम्रो गर्दैछ हैन गाइस। अनि 10 तिहारको फुल पनि फुलिसक्यो। यो फुल चाहिँ कार्तिके फुल जस्तो लाग्यो गाइस हैन, यस्तो छ। अनि यहाँ चाहिँ धानबारी छ हाम्रो घर छेउमा चाहिँ। यहाँ छिमेकीको धान छ, यस्तो छ। धान मजाले फलेको छ गाइस। चाहिँ अब जाँदैछु हैन कर्मेनी आमेको यस्तो छ धानबारी। अनि यहाँ चाहिँ धानबारी चाहिँ एकदम घरको छेउछाउमा धानहरू रोपेको छु, त्यही भएर एकदम उयो छ होइन गाइस। घाम छ यस्तो 3 बजिसक्यो र पनि। अनि यता चाहिँ म आइसकेँ यतातिर। अनि यता चाहिँ खप्पारे भाइ पनि छ यहाँ। यतातिर चाहिँ दसैँ आइसकेको छ हेर्नु। ए दसैँ भन्छु सरी है गाइस, तिहार आउँदै रहेछ यतातिर। कर्मेनी आमेहरूको चाहिँ स्पेसल हो तिहार चाडपर्व हो कि होइन। यहाँ लिप्दैछु नि गोबरको रास। यता यही हो कर्मेनी आमेको एउटा सर्ट भिडियो युट्युबबाट डिलिट गरिदिएको, यही हो कर्मेनी आमै। अनि यहाँ छ सिङ्गाने वाते। तेरो नाम वाते हो? हो के अरे फ्याङ्गुरु खप्पारेको। अनि यतातिर चाहिँ तिहार आएर धुमचक्रो छ होइन होइन गाइस। यतातिर यो अन्ता भाउजूहरूकोमा चाहिँ खतरा छ घर। डेकोरेसन पनि खतरा गर्नुभएको छ। अन्ता भाउजू निस्किँदैछन्। क्यामेरामा केही भनिदिनु चाहनुहुन्छ मेरो भ्लगमा? भन्नु त मेरो भ्लगमा केही चाहनुहुन्छ भन्नु न, सब्सक्राइब गरिदिनु भन्नु न। हेलो भन्नु, क्यामेरामा देखाउँछु त हेलो भन्नु छैन। कर्मेनी आमेलाई खोइ देखायो भने यस्तो भने के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ कर्मेनी आमै? खोइ क्यामेरामा आएपछि यस्तै हो बेउरा। त्यस्तो भन्नु पर्छ। प्यारी समझ गई। यहाँ चाहिँ एउटा बुइनी छ। यो बुइनीको नाम के हो? खै के हो तेरो नाम? एलिना के हो? एलिना उरा हो अरे। कर्मेनी आमालाई धुमचक्रो यहाँ मद्दत गरिरहेको छ पानी पेल्न। अनि यतातिर चाहिँ हाम्रो छ कोको। अनि कोको चाहिँ यहाँ हाम्रो आउँदैछ। आऊ कोको आऊ आऊ हिँड लु। गरिन गरिन फेरि हिँड। अनि कोको चाहिँ हान्नु डराइ हिँडिरहेको छैन गाइस। अनि यो चाहिँ जतिखेर नि अर्काको घरमा मात्रै जान्छ चुलामा छिरेर लुकेको हेर त कोको। आऊ यता कोको। है हेर्नु त गाइस, यसले मलाई झुकाउन खोजेको कोकोले। हाम्रो कोको चाहिँ एकदम फोरी भएको छ होइन गाइस। अनि गरिन भित्र उता। खै लट्ठी कोकोलाई त भनेकै सुन्दैनौ तिमी? भागेको हेर्नु त गाइस, कोको भागेको। छिटो कता गयो कोको? छिरा उता यता जाऊ।
नक्कले कोको छ हाम्रो 1 नम्बरको आउ 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 हेर्नु त कोको भयो 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 सो गाइज अनि हामी चाहिँ कोकोसँग यसरी नै खेल्छौँ हाम्रो मम्मी चाहिँ उहाँ सफा गर्दै हुनुहुन्छ हेर्नु त जुका टाँसिएर ट्र्याक्टर आउँछ अरे खोइ खोइ जुका अचल जुका कति छ अनि घाँस काट्न जान आँटेको कोको घर जाऊ कोको घर जाऊ घर जाऊ घर अनि हामी चाहिँ घाँस काट्न जान आँटेको गाइज हेर्नु है मम्मी र म डोको लिएर जाँदै हुँदैछ मम्मी अगाडि म घाँस काट्न जान आँटेको भागी नि यतातिर म्या गरिरहेको छ बाख्रीहरू अनि मम्मी र म चाहिँ हामी जान्छौँ अब घाँस काटेपछि देखाउने छु यस्तो घाँस काट्ने लुक हेर्नु सर्ट लगाएको छु अनि हामी चाहिँ घाँस काट्न जाँदैछु मेरो त यहाँनिर चाहिँ हाम्रो खेत हो यहाँनिर चाहिँ धानबारीमा हामी घाँस काट्न जाँदैछौँ हाम्रो मम्मी चाहिँ यहाँ जानुहुँदैछ अनि यतातिर चाहिँ भाइरल प्लेस छ हेर्नु गाइज एकदम भाइरल प्लेस अहिले ट्रेनिङमा चलेको होइन भाइरल प्लेस भनौँ न घाँस फुलेको छ अनि यहाँ चाहिँ हाम्रो एकदम धेरै घाँसै मात्रै छ धानबारी पनि छ अलिक दिन छ यहाँ चाहिँ हाम्रो पुल नेरी छ हाम्रो चाहिँ यस्तो छ हेर्नु गाइज यसपालि चाहिँ फलेको छैन जस्तो लागिरहेको छ धान होइन क्या अनि म चाहिँ पानी लाउन जाँदैछु पानी लाउने चाहिँ कुलो यस्तो छ गाइज सुकेर खण्डर भएको छ उहाँ मुहान ठुलो कुलोमा छ कि छैन हेर्न जाँदैछु त्यस पछाडि यसपालि पानी नभएर खडेरी लागेर ढिलो रोपेको थियो नि त धान अनि त्यही भएर मजाले फलेको पनि छैन धान अब फुल्ने बेलामा पानी लाउँदा राम्रो हुन्छ अरे भनेर जाँदैछु पानी हेर्नलाई छ कि छैन भनेर यहाँ पनि खण्डर रहेछ गाई छैन यहाँ पनि केही पनि त्यही भएर अब चाहिँ म चाहिँ फेरि फर्किन्छु वहाँनिर छ हाम्रो खेत अनि यहाँनिर चाहिँ कुलो लाउनुपर्छ गाइस यतातिरको चाहिँ घाम परेर अनुहारमा राम्रो आउँदैन अनि वहाँनिर चाहिँ हाम्रो बाबा काम गर्ने कम्पनी छ त्यहाँनिर चाहिँ अहिले कम्पनी बन्द भएर लाइक गरिदिनु कमेन्ट गरिदिनु सब्सक्राइब पनि गरिदिनु साथसाथमा नेक्स्ट भिडियोमा हेर्नेछौँ बाई बाई